गए राति सपनामा त म त मरेछु क्या मरेछु स्वर्गमा पुगेछु स्वर्गमा पुगेछु अनि त्यहाँ यमराजहरूलाई मैले बिन्ती गर्दो रहेछु हे यमराज मेरो त घरमा सुहानी छोराछोरी छ हुर्काउनु पढाउनु छ मलाई फेरि पृथ्वी लोकमा फर्काइदिनुहोस् भनेर बिन्ती भाउ गर्दो रहेछ क्या बिन्ती भाउ गर्दो रहेछ अनि यमराजले भन्दछ तेरो मिति सकियो अब त कुनै हालतमा मानव बनेर पृथ्वीमा जान सक्दैन तेरो हिसाब किताब सबै अन्त्य भइसक्यो त अब मानव बनेर जान सक्दैनस् पृथ्वीमा भनेर भन्दो रहेछ अनि म फेरि बिन्ती गर्छु प्रभु मलाई फेरि पनि पृथ्वीमा पठाइदिनुहोस् मलाई जीवित बनाएर पृथ्वीमा पठाइदिनुहोस् भनेर हात जोड्दो रहेछ मैले त्यो हेमराजले भन्छ तँलाई अब मानव बनाएर चाहिँ पठाउनु मिल्दैन अन्य कुनै घरपालुवा जनावर बनाएर पठाउँछु कुन जनावर बनाएर पठाउँ भनेर भने अनि मेरो पालि यसो एकछिन सोचेर भने मेरो बुढीलाई कुखुरै मन पर्थ्यो मलाई कुखुराको पोथी बनाएर पठाइदिनुहोस् हजुर भनेर भनेछु मैले अनि भगवान्ले त्यो तथास्तु गरेर त म त पुरा आफ्नो घरको आँगनमा डलक परेको पोथी भएर हिँडिरहन्छ अनि पल्लो घरको भाले आएर कटाटा गरेर फनफन घुमेर यसो हेऱ्यो मलाई त चाहिँ यहाँ त नयाँ अनुहार छ नि भने हो म नयाँ हो त किन चटपटाउँदैनस् अठास मठास भएर हिँड्छस् भनेर भन्छ त्यो भालेले अनि मेरो पालो खै मेरो जिउ किन अर भइरहेछ भनेर भनेको त्यो भालेले भन्यो यसो जिउ बटाएर एकपल्ट कन भने मेरो पाला यसो जिउ बटाएर एकपल्ट कनेको एउटा अन्डा फुत्त निस्क्यो कति हल्का भयो अनि त्यो भालेले भने अर्कोपट्टि जिउ बटाएर एकपल्ट कन भने अर्कोपट्टि जिउ बटाएर एकपल्ट कनेको अर्को अन्डा फुत्त निस्क्यो हल्का भए अनि त्यतिखेर मेरो बुढी उताबाट कुखुरालाई चारो हाल्दै आयो अनि मलाई देखेर चाहिँ त्यो अर्का घरको कुखुरा आएछ भनेर लट्ठीको झट्टी हानेर टाङ्ग हिर्कायो त्यतिखेर जल्यास बिउजेको त त्यो जिउ बटारी अन्डा पारेको त के हुन्थ्यो ओछ्यानमा यत्र दुईटा लिएको उम्काएछ त्यही गु गनाएर स्वानले पिट्याएर सपनामा चाहिँ